हेलो मामु नमस्कार। नमस्कार बाबा आइपुग्यो आइपुग्यो नि आज सन्चै छु मामु। तपाईलाई कस्तो छ मामु? सन्चै पनि के भन्नु र बाबा, मेरो त हात खुट्टा दुखेर तिमीहरू हुँदा अलिक सन उठ्यो भने त केही न केही आफै गर्नु पर्छ सबै। अनि भाउजू जानु भयो माइत? ए उसलाई उसको के कुरा गर्छौ र, हिजो अस्ति नै गइनी। ए आज तिमीहरूलाई आज आउँदा हुन्छ होला, अस्ति नै जानुपर्छ, के गर्नु बाबा, यस्तै छ। अब हाम्रो त त्यस्तै हो नि, सबैजना अफिस छ, ज्वाइँको पनि ससुराबा पनि स्कुल पढाउन जानुहुन्छ, अनि अब भ्याइँदैन, त्यस्तै छ नि मामु। अनि दिदी आउनु भएन? आउनुभयो, गाडीमा यहाँ तलसम्म ल्याइदिनु भयो, उहाँ अफिसको काम छ अरे, हतार हतार जानुभयो बाबा। आज औँसीको दिन मलाई कति खुसी लागेको छ। नआउने रहेछ बिचरा, गाडी चढेर आउनु पर्नेहरूलाई बस चढेर। होला नि बाबा, त्यो अब आउँछ होला नि। बाख्रा बस्नु त्यसको कति छ नि, जाउ छ, त्यसलाई त निस्केर हिँड्न साह्रो छ। सासू ससुरा बुढा, त्यही त ज्वाइँ अबुझ, के गर्छ त्यसले, दुःख पाइने बाबा, के गर्छ। दुःख पाइने त्यसले, हामीले भनेको केटासँग बिहे गर्न भन्दा मानिन। अब माया ठुलो भनेर गई, त्यही त न मायाले पेट भरिँदो रहेछ। साह्रै दुःख पाइ। आमा आमा ए ठुली पनि आइस? आए आमा आइज बस। नमस्कार नमस्कार बस। ए कान्छी अघि आइस? ए अघि आए त भर्खर आएकी दिदी त। म अहिले भर्खर आएको नि। अब गाडी चढेर आउनुपर्ने, गाई बस्तु बाख्रा नानीहरू, घरमा सासू ससुरा, अब सबै काम सकेर आउनु पर्यो। त्यही त तेरो पनि हैरान छ। ऊ बेला भन्दा मानिनस्, त्यो केटासँग बिहे नगर भन्दा मानिनस्। तेरो लागि माई ठुलो भयो, अब अहिले अब दुःख पाएँ भन्छेस्, म त रिसको उठ्छ तपाईँमा पनि। सुन्दै भात खान्छस् र? धनीले खाने पनि त्यही भात हो, गरिबले खाने त्यही भात हो। होइन, खाने त त्यही भात हो, तर पनि अब त्यतिखेर हामीले भनेको तैँले मानेकी भए सुख पाउँथिस्। आज म जस्तै यसरी दुःख पाउँदिन थिस्, माइत आउँदा यसो गाडीमा चढेर आउन पाउँथिस्, सानै अर्को हुन्थ्यो, माइतीको पनि खुसी छु, उहाँसँगै खुसी छु। राम्रो गर्नुभएको छ, खुसी नै छु। उहाँले राम्रो गर्नुभएको छ। त धनी छु भनेर त्यो बेसी उयो खुइ नलडा नि। खुइ लडाएको होइन दिदी, अब तेरै राम्रोको लागि भनेको मैले त होइन। अब त्यतिखेर अब हामीले भनेको केटासँग बिहे गरेको भए आज म जस्तै त पनि चिप्लो कारमा चढेर म ठिकै छ, मलाई उहाँसँगै खुसी छु म। आके त औँसीको दिन आमालाई यसो भेट्न भनेर आएको अरे, ऊ चाहिँ रिसाई गर्छ। होइन, मैले तेरै राम्रोको लागि भनेको, तँलाई मेरो कुरा राम्रो लागेन भने उयो नगर न त, झगडा नगर। मैले त तँलाई नै राम्रो हो हुन्थ्यो भनेर भनेको नि, यस्तो गर्दा यस्तो हुन्थ्यो भनेर। के गर्नु मन गर्छ हो तिमीहरू दुईजना? दिदी पनि भेटाउनु हुँदैन नि?